बजार घुमेर आइयो रमाइलो लाग्यो तर एउटा कुरा चाहिँ मन परेन भनेर भन्न मिल्दैन एकछिन थकै लाग्यो बसम है यत्रो उकालो हिँडेर नि मेरो बुढा त कति ह्यान्डसम देखेको सबैको भन्दा मेरै राम्रो छ बुढो त हो आँखामा हाल्दा पनि नबिजाउने जस्तो रहेछ यसको बुढा कति राम्रो कति लाई खाए पनि चटक्क मेरो बुढा त कति नराम्रो है एकचोटि अलि राम्रोसँग हेर्न कसको बुढा राम्रो छ कसको के छ भनेर के विधि फुर्काएर टुप्पामा पुर्याउने कुरा गर्छ आफ्नै पोइलाई पनि अब मेरै राम्रो छ नि तिम्रो हेरिकन त तिम्रो नाक हेर नि त यत्रो घिराउला झुन्डेको जत्रो छ राम 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 अर्काको पहिला जे मनलाई त्यही भन्ने होइन है उमेर पनि हेर्नु पर्यो नि त कहाँ अब सुधो कता भर्खरको हामी हो भर्खर जन्मे जस्तै रहेछ अचम्म र उल्टा बोल्ने सो मात्रै कस्तो राम्रो हो रहेछ बोले थाहा पाएँ मैले अहिले मेरो बुढा झन् संसारभरिको राजा हिरो हो ए मेरो झन् राजा समाल भन्दा कम छैन हाम्रो त उहिले सानोमा मलाई बिहे गर्ने बेला अनमोल केसी जस्तै फिल्म खेलेर खुब फिल्म खेल्ने थोपडा पनि छ उसको पोइको फेरि मेरै बुढा ह्यान्डसम छ बरु अनमोल केसी जस्तो त मेरो पो बुढा देखिन्छ हो कसैले नभएको तेरै बुढा रहेछ संसारभरिको नराम्रो मेरो पोइ भन्न बरु के को नराम्रो नि मेरो जस्तो पोइ तिम्रो छ ल भन त देखिनुहोस् यहाँ अगाडि भुँडी पनि ब्ल्याक त पाउने आयो जस्तो बाहिर निस्किरह केरी बसिआयो त्यो अनि कसरी बस्ने हो र खानदानी ज्ञान कस्तो हुन्छ त खानदानी ज्ञान हाम्रो जस्तो हुनुपर्छ पुरा डेटिङ के अरे डाइटिङ बसेर जिम गरेर यस्तो स्लिम बनेर जान्न पर्यो नि मान्छे हेर्दा पनि यसो त्यस्तै लाग्यो ओहो कहाँको हिरा कहाँको किरा झुसिल किरा यसै बडा होला जुन गरेको सिक्छैन उसका नाति के उही आफू झुसिल किरा त छ अर्कालाई झुसिल किरा भन्छ धेरै अर्काको पहिला जे मनलाई त्यो भन्ने नि थुतुनो च्याप दिन्छु आफ्नो पहिला चाहिँ किन भनेको आफ्नो पैसा कति राम्रो जस्तो अनि राम्रो त नि हामीले मन परेर त्यत्रो 7 वर्ष मलाई त राम्रो लाग्दैन मलाई त मेरै पोइ राम्रो जसलाई पनि आफ्नो आफ्नो पोइ राम्रो हुने त हो नि हाम्रै पोइ राम्रो भन त तिम्रो पोइ राम्रो भनेको छ र कति न कस्तो खालके भने कस्तो अपराधी नि हो त्यसको पोइ भन्दा म राम्रो नि आफ्नो पोइ राम्रो म राम्रो कौवाले हेर नि त्यहाँ कहाँ गरेको कति आफूलाई राम्रो हो त मेरै बुढा त राम्रो हुनुहुन्छ नि यो सुडोसुडीले सक्दैन के सुडोसुडी सुटोसुटीले आफ्नो दारी जुवा हेर्न त्यो फुलेर सेतै त्यो कपाल गर्दै मैले कलर गरे फुलेर जामा यस्ता घिन लाग्दा सिधा बस्यो भने त बेइज्जत हुन्छ छि कति नराम्रा लग्ने स्वास्नी नै सोच विचार एउटै भएका रहेछन् झगडा न त्यसै नि खोज्छे यो चाहिँ जक्टाइदैन यस्ताले के हात हालिरहनु के अरे जस्तोलाई तस्तै भन्ने त अनि के हात हाल्ने हो र जस्तोलाई तस्तो उलाई चला गन्ध के हात हाल्नु संस्कार मात्र पोइ राम्रो मेरै पोइ राम्रो त हो नि त्यहाँ मेरो पहिला के भन्ने हैन है भन्दिया छु मैले मेरो पहिला नि केही भन्ने हैन नराम्रोलाई नराम्रो भन्छु मैले चाहिँ के नराम्रो मेरो पोइ नराम्रो छ त मेरो पोइ चाहिँ कुन जग्गा राम्रो छ र दिउँसो पनि बत्ती बालेर खोज्छ ओइ यी दिउँसै बत्ती बाल्न पर्ने झललललल बिजुली बत्ती बोलेको छ बोलेको छ अनि कति राति त झन् त्यो हिँडेर हाँधेर मेरो पहिला के भन्ला के मेरो पहिला हो के त नि जे मनलाई त्यो भन्ने मेरो पहिला कति न अलछि नि जाम्बो हिँड्नु छ्या राम्रो संस्कार पाएका भए पो सन्तानसँग के हिँड्नु छ्या यस्ता बेइज्जतीहरुसित छ्या हिँड्नु गुरुङ जात्रा छ अनि कुनै
तिमीलाई मैले किन बोलाएको थाहा छ? किन बोलाउनु भएको? भन त किन बोलाएको जस्तो लाग्छ होला तिमीलाई? के थाहा त नि, तपाईँ मेरो मालिक बोलाउनु भयो, म त केही काम पर्यो होला भनेर आएको नि। अब काममा त अफिसमै बोलाउँछ नि त, यहाँ किन बोलाउँछ नि त भने? इमर्जेन्सी केही पर्यो कि केही फाइलहरू छुट्यो कि लिन बोलायो कि भनेर आएको नि त। त्यस्तो होइन, तिमीले गरेको काम मलाई एकदमै मन पर्यो। तिमीले धेरै राम्रो काम गर्यौ। तिम्रो बोलीचाली पनि यति मिठो छ कि सबैलाई प्रभावमा पारेर मैले पैसा कमाएँ। त्यो जम्मै यो पैसा कमाउनु कारण तिमी हो क्या, तिमी। मैले काम गरेको हजुरलाई मन परेछ, धन्यवाद। स्यालेरी बढाइदिनुहोस् न पनि त्यसो भएदेखि। ल स्यालेरी मात्रै हो र? तिमीलाई यहाँ घडेरी किनिने कुरा आइसक्यो मेरो दिमागमा, स्यालेरीको कुरा गर्छौ। के भन्न खोज्नु भयो तपाईँले? कस्तो घरहरू किनिदिन्छु भन्नुभएको? अब तिमीलाई मेरो बनाएर घर बनाएर राखिदिन्छु। तपाईँ के बोल्दै हुनुहुन्छ? अलिकति लाज शरम लाग्दैन भनेको? तिमीलाई साहु पाए के खोज्छौ त? मलाई कुनै साउसाउ चाहिएको छैन। म आफ्नै मेहनतमा खाने मान्छे हो। म आफै मेहनत गर्छु, आफै कमाउँछु, आफै रमाउँछु। हेर तिमी यस्तो कुरा नगर। तिमी मैले भने मान। तिमीलाई स्कुटी पनि किनिदिन्छु, गाडी चाहिए गाडी किनिदिन्छु, घरै बनाउनु पनि बनाइदिन्छु। तर मैले भने मान। तिमी मलाई मन पर्यो। अब तिमीसँग म टाढा हुन सक्दिनँ। धेरैभन्दा धेरै खाली तिमीलाई झल्का आउँछ। सपनामा पनि तिमीलाई देख्छु। अब बाटो अफिसमा बस्दाखेरि पनि निदायो भने तिमीलाई देख्छु। तिमीलाई म अब छोड्न सक्दिनँ। तिमीलाई मसँगै राख्ने हो। धेरै नचाहिने कुरा नगर्नुहोस् है सर। अलिकति लाज हुँदैन तपाईँलाई? यस्तो उमेरमा आएर आफ्नै काम गर्ने माथि नराम्रो दृष्टिकोण राख्नलाई? ल संसारमा चलिआएको रितो कुन चल्छ होला नि त, अरूलाई चल्छ होला, मलाई चल्दैन। म आफ्नै कमाइमा आफ्नै मेहनतमा खाने मान्छे। मलाई कुनै धन सम्पत्तिको लोभ देखाउन नखोज्नु तपाईँ फेरि। खोइ तिमीले हिजो अस्ति त मन पराएकै गर्थ्यौ। अब तिम्रो बोली वचन व्यवहारले म ठ्याक्कै तिमीतिर भुत्तकै भएँ। तिमीलाई मात्रै सम्झिन्छु, तिमीलाई मात्रै देख्छु। काम गर्ने मालिक हो। मैले राम्रोसँग त बोल्न परिहाल्यो नि। के मैले तपाईँलाई नराम्रोसँग झर्की फर्की गरेँ भने मलाई तपाईँले काममा राख्नुहुन्छ? त्यो त राख्दिनँ। तर पहिलाको स्टाफले भन्दा तिमीले बढी नै गर्यौ के, पैसा नि कमाएँ। तिमीले तिम्रो धेरै माया लागेर आयो मलाई। तिम्रो जस्तो माया मलाई अहिले कसैको लाग्दैन। त्यो त मेरो कर्तव्य हो नि। मैले जानेको बोल्ने, कसैलाई मैले एक दुई वचन मिठो बोलेर तपाईँले राम्रो कमाइ गर्नु सक्नुहुन्छ भने मैले एक दुई वचन मिठो बोल्दैमा तपाईँले मलाई नराम्रो सोच्नु पाइन्छ? नराम्रो कहाँ सोचेछ र? तिम्रै जिन्दगी राम्रो होस्, तिम्रो जिन्दगी सुखी होस्, तिम्रो भलो होस् भनेर सोचिरहेको छु नि। मलाई त्यस्तो अर्काको धन सम्पत्ति लुटेर, अर्काले किनिदिएको घर जग्गामा अर्काले किनिदिएको स्कुटी चढेर, गाडी चढेर म जिन्दगी सुखी बनाउनु मलाई छैन। म आफै परिश्रम गर्छु, आफै मेहनत गर्छु। भएछ भने म आफ्नैमा चढेर हिँड्छु। आफैले कमाएको सम्पत्ति जोडेर हिँडौँला, बसौँला। मलाई अर्काको चाहिँदैन। ल मेरो लागि यो घर घडेरी जग्गा जमिन केही होइन। तिमीलाई घडेरी जग्गा जमिन स्कुटी मात्रै होइन, तिमीलाई हिराको हार किनिदिन्छु, सुनको चाहिँ सिक्री किनिदिन्छु, औँठी किनिदिन्छु, त्यो पनि हिराको किनिदिन्छु। मात्र मैले भने मान। लु मलाई तपाईँको केही चाहिँदैन। मलाई न हार चाहियो, न औँठी चाहियो, न सिक्री चाहियो, न स्कुटी चाहियो, न घर चाहियो, न गाडी चाहियो। केही चाहिँदैन मलाई तपाईँको। मलाई धेरै सम्पत्तिको लोभ देखेर फसाउन नखोज्नु। मैले भनिदिएको छु फेरि। कस्तो खालको केटी रहेछ यो त? सबै त तल मात्र बढाइदिने घुम्नु जान्छु, मलाई तल बढाइदिनु उहाँ मरिमेटा छिन्। यसलाई सबै थोक गर्छु भन्दा नि हुन्न मान्छे। सबैजना एकै हुँदैन नि त। ए औँला पाँचैवटा बराबर देख्नु भएको तपाईँले? देख्नु भएको छैन नि? सबै लामो छोटो छ, कोही लामो कोही छोटो छ। हो, मान्छेको पनि सोच त्यस्तै हुन्छ। कसैको सोच होला छिट्टै पैसा कमाऊ भन्ने, कामै नगरिकन। म त्यस्तो होइन, मलाई त्यस्तो मलाई मन पऱ्यो यही हो, यसले नि खोज्छे। धेरै मसँग निम्न खोज्नु। के भयो भाइ? के हो तरिका? के हुनु? हेर्नु न त, मलाई काम गर्ने उहाँ मेरो साउ हुनुहुन्छ। यहाँ भेट्न आउनु, एकछिन काम छ भन्नुभयो। यहाँ आएको त ल के काम रहेछ, के काम छुटेर बोलाउनु भयो कि भनेको त। यहाँ आएको त ल तल मन पर्छ अरे म, अनि के अरे तल गाडी किनिदिन्छु, घर किनिदिन्छु अरे, उसँग बिहे गर अरे। लाज शरम पनि नभएको हेर्नु त। फेरि हाम्रो अफिसको कुरा सबै गर्छ। भोलि तँलाई काम गर्नु छैन? हेलो दाइ, अनि के हो? उठ्नु, उठेर कुरा गर्नु। बस्नु भाइ, बस यता यता के उठेर कुरा गर्ने हो भने? अनि तपाईँले जङ्गलमाथमा एउटा यसो बस मेरो स्टाफ हो क्या ऊ। अनि स्टाफ भयो भन्दैमा जङ्गलमा ल्याएर के कुरा गर्नु खोज्नु भएको तपाईँले? के कुरा गर्नु? मलाई त काम छ आऊ भनेर बोलाउनु भयो कि, अनि म त के काम रहेछ भनेर अब इमर्जेन्सी पर्यो होला भन्ठानेर आएको नि त। त्यही भएर यसो
झगडा जस्तो लाग्यो म त के भयो कसो भने यसो आएको त अनि स्टाफ जस्तो मान्छेले ल्याएर तपाईँले जङ्गलमा के हो तपाईँ पारा गफ गर्ने होइन हाम्रो आफ्नो स्टाफ आफ्नो यहाँ गफ गर्न आउँदा के फरक परेन भने भाइ होइन मलाई गफ गर्नु भनेर बोला होइन उहाँले काम छ भनेर बोलाउनु भएको अनि यो मान्छे मैले चिन्छु के होइन तपाईँ यस्तो धनाढ्य व्यापारी जस्तो मान्छे भएर आफ्नो कर्मचारी जस्तो आफ्नो छोरी जस्तो मान्छे ल्याएर अनि तपाईँले यस्तो कुराहरू सुहाउँछ मैले अघि नै सुनिरहेको थिएँ तपाईँले ऊ मानेकै छैन तपाईँले चाहिँ पुरा म घर किनिन्छु बारी किनिन्छु के गाडी किनिन्छु भनेर चाहिँ तपाईँ भइरहनु भएको थियो तपाईँ अलिकति इज्जत छैन भने छन् त छ नि उसले अब हुन्छ म आउँछु तपाईँ कहाँ बोलाउनुहुन्छ भने मैले नि बोलाएँ अब मैले त त्यही कुरा सहमति भयो होला भनेर बोलाएको यहाँ आएपछि नाइ नाइ भन्छ अरू कुरो थाहा छैन बुढा त्यहाँ बन्छ खुर्क माइफा म कुरो थाहा तिमीलाई ल ल बहिनी माफी अनि देऊ के तरिकाले हात जोडी गर न यसो नमस्कार गरेर ल बहिनी भने हुन्छ के अरू केटाले बोलाउनु पऱ्यो क्या मैले उता उता हेरेर भने उता उता ल ल बहिनी अब मलाई माफी देऊ अब त के यस्तो गरिदिनु सबैजना केटी एकै नासी हुँदैन पैसामै बिग्छ भनेर अबदेखि सोचेर बुझेर मात्र कुरा गर्नु होला तपाईँसँग काम गऱ्यो तपाईँको अफिसमा काम गऱ्यो भन्दामा सबै केटी पैसामै बिग्छ साउसँगै लट्ठा हुन्छ भन्नु छैन